नमस्कार साथीहरू, तपाईलाई भिडियोमा स्वागत छ। आज चाहिँ म मानु दाजुकोमा उहाँको घर भिजिट गर्न जाँदैछु। पनि लाउनु भएको हो यो हेर्नुहोला भिडियोलाई। ए सब्जी त दामी रहेछ नि त। सिमी त फलेको हेर्नु त। हामी त के बेच्नु छ? म त भोजुले सिमी घरमै छ भने ढाँटेको होला भनेको त। यस्तो रहेछ हो रहेछ। कोटेबारीहरू त हेर्नु, मुला साग यता पो आउनुपर्ने रहेछ त। खास सब्जी खोज्नु त सब्जी खोज्नु त यता पो आउनुपर्ने रहेछ। सिमीको हेर्नु त के दामी फलेको रहेछ। राम्रो खालको सिमी रहेछ त। यस्तो मेहनत गरेर गर्नुभएको रहेछ अन्त कहाँ सब्जीको कमी रहेछ र। यहाँ भाउजूले चाहिँ आफ्नो कोटेबारी मलाई सब्जी आफ्नो बारी देखाउनु हुँदैछ। उम्किन्छ ओ रातो खालको ड्युरोक भेराइटीको पो रहेछ त। दामी दामी त्यसरी हो रहेछ ठुलो खालको। हजुर अब्बै झन् दामी। खोर्सानी त यता राम्रो भएको जस्तो र त। ए अँ ड्याम्मै फलाउनु भएको छ नि खोर्सानी। के राम्रो फलेछ है। यो नि फलाइ त। गार्डन मजाले सजाउनु छ। अर्किडहरू भाउजूले राम्रो भेराइटीको अर्किड। एलोभेरा पनि रहेछ। राम्रो गरेर राख्नु भएको रहेछ। सालमा डल्ले खोर्सानी कति खाँदो रहेछ मन दाजुले। 6 किलो खोर्सानी पुरै सुकेछ नि। कतिले त उयो गरेर राख्नु त। हामी त यसमा नुनमा क्या नुनतिर भिजाएको अर्कै छ हो। गुन्द्रुक गुन्द्रुक चाहिँ दामी रहेछ। घरै बनाउनु भएको गुन्द्रुक हो। घरकै हो नि यो। अहिले चाहिँ दाजुभाइ गफसफ गर्दै एकछिन बस्यौँ, हाँस ठट्टा गर्दै दुई भाइ। कोठेबारी मजाले सजाउनु भएको छ दाजुहरूले। हजुरले चिया दिनुभयो, धन्यवाद हजुर। चिया बिस्कुट पिएर चाहिँ म अब यहाँबाट निस्किने तर्खर गर्दैछु। थ्याङ्क यू फर वाचिङ।